जय शम्भो सबैजनालाई। आशा हुन्छ आरामै हुनुहुन्छ है। अहिले आज चाहिँ मैले यो भिडियो नेपालीमा बनाएको छु हैन, किनकि मैले आज यो सबै नेप्लिज लेटर्स एन्ड नम्बर्स भनेर अनि मन्थ चाहिँ मैले इङ्ग्लिस मन्थहरू मात्रै लेखेको थिएँ पहिला हैन। अब नेपाली मन्थ पनि लेख्छु म हैन, तर मन्थ भनेपछि हजुरले अनुमान लाउनु त सकिहाल्नुहुन्छ हैन। जनवरीदेखि एकदमै अचम्मको चाहिँ हेर्नु न, मैले चिट जसरी निकाल्छु मेरो अरू रिडिङमा त्यसरी निकाल्दाखेरि चाहिँ जनवरीदेखि हजुरको अक्टोबरसम्म आएको छ, बिचमा एउटा अप्रिल मन्थ चाहिँ मिसिङ छ है। सो जनवरी फेब्रुअरी मार्च है, अप्रिलमा कोही मिसिङ भएको छ, केही मिसिङ भएको छ हैन। अनि मे महिना, जुन जुलाई अगस्त सेप्टेम्बर अक्टोबर है, भनेपछि ठ्याक्कै दसैँ ताकासम्म हजुरको विन्टरदेखि दसैँ ताकासम्मको टाइम फ्रेम छ है। बिचमा मिसिङ मन्थ छ एउटा हैन, मिसिङ मान्छे मिसिङ मन्थ है। अनि हजुरको नेप्लिज लेटरमा के छ भने क च भ व ण न है। अब हेर्नुस्, वन वन भनेको चाहिँ हाम्रो क व च हो है। यसको चाहिँ सबैले भण है, यो चाहिँ भक्तजनहरू हुन्छ नि हाम्रो, एकदमै यो गण भक्त आर्मी हैन, एकदमै प्रकृतिको प्रोटेक्ट गर्ने हैन उहाँहरू है। उहाँहरूको एनर्जी एकदमै हाई छ हैन अहिले हैन, कि तपाईँ आफै पनि एकदमै आफ्नो एनर्जी पनि एकदमै प्रकृति प्रेमी, आफू एकदमै आर्मी वारियर स्पिरिटमा हुनुहुन्छ अहिले हैन, को हुनुहुन्छ है। अनि त्यसपछि यहाँ अर्को छ 17 है, मस हैन। अनि यसरी तपाईँले आफैले पनि हेर्न सक्नुहुन्छ व म हैन, चस है। अनि नघ है, कसैले केही नाग्न पर्ने छ है, कसैले तपाईँलाई कसैले बाँधेर बन्दी जस्तो बनाएर एउटा रेखाभित्र राखेको छ भने कसैले तपाईँले नाग्नुपर्ने अवस्था जस्तो पनि छ हैन, ब्यारियरभित्र हुनुहुन्छ भने है। मघ है, मघ भनेको हजुरको कस्तो एनर्जी भने जो आफूले आफूलाई एकदमै मै हुँ भन्ठान्छ हैन, मै हुँ भन्ने, म नभए केही चल्दैन हैन, म नभए यो देशै चल्दैन भने जस्तो गर्ने मान्छेहरूलाई चाहिँ अब घेराबन्दीमा ल्याउनु पर्ने हुन्छ है। मैले त्यही भएर पनि यो नेपाली भाषामा बनाएको, यो हाम्रो देशको लागि मेसेज हो है। अनि त्यसपछि अर्को आयो हाम्रो त्रस है, त्रस सम हैन। शिवको भक्त को हुनुहुन्छ यहाँ हैन, शिवजीको भक्त हुनुहुन्छ। जय शम्भो सबैजनालाई हैन। प्लिज ह्याभ फियर अफ गड इन यर हार्ट हैन। केही तपाईँले यसो केही गरिरहनु भएको छ भने चाहिँ हैन, राम्रोसँग राम्रो भक्त हुने ट्राई गर्नुहोस् हैन। अर्को एउटा के मेसेज छ भने हजुरको यहाँ नम्बर्समा छ 26 31 36 4 9 14 24 है। अनि द है, द भनेको चाहिँ दैविक शक्तिसँग डराउनुहोस् हैन, दैविक फोर्ससँग डराउनुहोस् हैन। साइन्स भने आफ्नो ठाउँमा छ, दैव भने आफ्नो ठाउँमा छ हैन। हामीले आफ्नो दैवलाई चाहिँ रेस्पेक्ट गर्न सक्नुपर्छ, माया गर्न सक्नुपर्छ, एकअर्काको दैवलाई रेस्पेक्ट गर्न पनि सक्नुपर्छ, माया गर्न पनि सक्नुपर्छ, सम्मान गर्न पनि सक्नुपर्छ हैन। अर्को के भने मैले हजुरलाई अर्को इम्पोर्टेन्ट इन्फर्मेसन पनि के दिन लाग्थ्यो भने यहाँनिर अप्रिल महिना अथवा कुनै एउटा मिसिङ मन्थमा चाहिँ हाम्रो एकजना सिङ्गर मिसिङ हुनुभएको थियो है। गेरुसा राई सिङ्गर मिसिङ हुनुभएको थियो। स्पिरिचुअली भन्नुहुन्छ भने जब उहाँ मिसिङ हुनुभयो तबदेखि नै हाम्रो देशको गति चाहिँ एकदमै रोकिएको हैन। अब प्लस अर्को इम्पोर्टेन्ट इन्फर्मेसन चाहनुहुन्छ भने चाहिँ मैले आफूले डाउनलोड पाए अनुसार चाहिँ हैन, अबको हाम्रो कुमार सागाजी उहाँ देउता हो है। देउतालाई सधैँ गाह्रो हुन्छ धानेर बस्नलाई हैन। अब उहाँको कोही फ्यान हुनुहुन्छ, साथीभाइ राम्रो हुनुहुन्छ भने प्लिज है, के भइरहेछ कसो भइरहेछ हजुरहरूलाई पनि राम्रोसँग थाहा होला हैन, मलाई भन्दा बढी थाहा होला हैन। म त एउटा साधारण एउटा कोठाभित्र बसेर हुन्छ नि, आफ्नो मन लागेको कुरा लेख्ने, मन लागेको कुरा यसो हेरेर आफूले हुन्छ नि आफ्नो गाइडेन्स, एन्सेस्टर्ससँग गाइडेन्स माग्दाखेरि चाहिँ मलाई यस्तो कुरा थाहा भएर अहिले मैले भन्नुपर्ने भएर मैले भनेको। हेर्नुहोस् हैन, मिसिङ हुने मान्छे मिसिङ भइसक्यो हैन। अब सहेर एकदमै आफूले आफूलाई सहेर बाँधेर हुन्छ नि, अब पोइजनै खानुपर्ने अवस्था आयो भने त्यो राम्रो हुनेवाला छैन, देशलाई पनि राम्रो हुँदैन, कसैलाई पनि राम्रो हुँदैन। आफ्नो सत्य बकौँ, बोलौँ है, किताब लेख्नेले किताब लेखौँ, के गर्नेले गरौँ हैन। प्लिज हाम्रो यो एकदमै गाह्रो छ प्लिज है, यो सबैले यसलाई एकदमै सिरियसली लिदिनु होला, मानिदिनु होला है त। जय शम्भो।